हैन यो अहिले जे हो कानुन बमोजिम हुन्छ हैन हजुर यो चाहिँ पहिला आदेशले हुन्थ्यो अहिले कानुनले हुन्छ हजुर जे छ कानुन बमोजिम हुन्छ भनेपछि कानुन पनि यति चाँडो हुँदो रहेछ हैन भइरहेको कानुन कार्यान्वयन हुन्छ हजुर कहीं पनि त्यसलाई रोक थुनु हुँदैन अब्स्ट्रक्सन कहीं पनि हुँदैन हजुर कानुनले आफ्नो कोर्स लिन्छ हजुर बडो अर्गानिक वेमा हुन्छ अब है कुनै पूर्वाग्रह राखेर पनि हुँदैन प्रमाण हेरिन्छ कानुन हेरिन्छ हैन उजुरी हेरिन्छ हाम्रा संयन्त्रहरूले त्यही हेरेर काम गर्छन् यहाँको बाहिर जति हँसिलो अनुहार छ भित्र त्यतिकै आँट छ अहिले यो समयमा यो परिस्थितिमा चिन्नु भएको छ कि छैन तपाईले चिन्नु भएको छ पहिला किन नचिन्नु कहिलेदेखि काम गरिरहेछ कुन मुद्दामा काम गरिरहेछ पहिला कुन इस्युजहरुमा काम गरिरहेछ हजुर हो त्यो पहिलेदेखिको पृष्ठभूमि हेरेर तपाईले निष्कर्ष निकाल्न सकिहाल्नुहुन्छ हजुर जहाँ चाहिँ प्रमाण छ जहाँ कानुनले ठाउँ दिन्छ त्यसमा तपाईले रिजल्ट देख्नुहुन्छ कुनै पनि यो सुशासनको मान्यता नै त्यही हो फेयरनेस पनि चाहिन्छ कानुनी आधार पनि चाहिन्छ है प्रमाण चाहिन्छ मेरिट बेसमा हुने कुरा हो नि है राज्य संयन्त्र त्यसै गरी चल्नुपर्छ मेरो मान्यता त्यही हो हजुर विधिको शासनले त्यही नै भन्छ त्यसकारणले कानुनको अगाडि सबै समान हो गल्ती गरेछ भने सबै सजायको भागीदार हुनुपर्छ राम्रो काम गरेछ भने पुरस्कृत पनि हुनुपर्छ एक्नोलेज गर्नुपर्छ मान प्रतिष्ठा बढाइदिनुपर्छ नेतृत्वमा पुर्याउनुपर्छ राम्रो काम गर्नेलाई इतिहासले सम्झिनुपर्छ तर नराम्रो काम गर्नु भएको छ भने कानुन बमोजिम कानुनको दायरामा आएर जे हुनुपर्ने हो हैन अनुसन्धान हुनुपर्ने अभियोजन हुनुपर्ने बलि अदालतले पूर्वपक्ष गर्नुपर्ने कुराहरू सबै हुनुपर्छ यति हो विधिको शासनले यही भन्छ अन्त्यमा हिजो जनताले जे चाहेका थिए यहाँले त्यही विषय उठान गर्नुहुन्थ्यो न्यायालयसम्म पुगिरहँदाखेरि ती कुराहरू अब हजुर कार्यान्वयनको तहमा हुनुहुन्छ गिरिबन्धु टी स्टेट उदाहरणको लागि लगायतका फाइलहरू के हुन्छ गृहमन्त्रीज्यू उजुरी आउनु पर्यो उजुरी आएपछि त्यो अख्तियारमा पनि आउनु पर्यो र मान्छेहरू ठगिएका छन् भनेदेखि चाहिँ त्यो प्रहरी प्रशासनमा आए पनि हुन्छ अथवा हाम्रो नोटिसमा ल्याइदिनु भयो भने नोटिसमा भनेको लिखित रूपमा एउटा मन्त्रीले उजुरी हाल्दै हिँड्दैन यो कुरा अपेक्षा नगर्नु होला तर कोही नागरिकले पीडितले खास गरेर है जसले चाहिँ बैना दिनुभएको छ त्यो बैना पनि सङ्कलन गरियो त्यही बैना चाहिँ सायद रिश्वतको रूपमा प्रयोग पनि भयो कि त्यही बैना बापतको पैसा चाहिँ निर्णय गराउने प्रक्रियामा खर्च गरियो कि यो कुरा त जसले देखेको छ नि देखेको मान्छेले जसले भोगेको मान्छेले जो पीडित भएको मान्छेले राज्य